नमस्ते साथीहरु। पोर्चुगलबाट लाइसेन्स निकालिसकेपछि यो लाइसेन्स युरोप भरि अथवा इन्टरनेशनल लेभलको लाइसेन्स हो। यो लाइसेन्स निकाल्नको लागि के गर्नुपर्छ भन्ने कुरा आज मैले सुरुदेखि प्रोसेस बाइ प्रोसेस बताउँछु। कतै कन्फ्युज हुनुभयो भने मलाई कमेन्ट गर्नु होला, फेरि म त्यसमा क्लियर पार्ने कोसिस गर्नेछु। पोर्चुगलबाट ट्रकको लाइसेन्स निकाल्दै हुनुहुन्छ भने तपाई 21 इयर्स को पुगेको हुनुपर्छ र तपाईसँग पोर्चुगलको रेसिडेन्सी कार्ड हुनुपर्छ। यो लगायत मेडिकल सर्टिफिकेट र साइकोलोजिकल सर्टिफिकेट फिट एन्ड फाइन भएको त्यो चाहिँ ड्राइभिङ स्कुलहरुले तपाईलाई प्रबन्ध मिलाइदिन्छ कहाँनिर तपाईको मेडिकल सर्टिफिकेट र साइकोलोजिकल सर्टिफिकेट बनाउने भन्ने कुरा। यिनी डकुमेन्ट भइसकेपछि मान्यता प्राप्त ड्राइभिङ स्कुल्समा भर्ना हुन सक्नुहुन्छ। लिस्बनमा कारको जस्तो धेरै स्कुलहरु छैन, यसका अलि सीमित स्कुलहरु छन्। गुगलमा सर्च गरेर हेर्न सक्नुहुन्छ। भर्ना भइसकेपछि अनि बसको जस्तै यसमा पनि थ्योरी क्लास हुन्छ। अब यहाँ धेरै साथीहरुले चाहिँ यो त इंग्लिशमा हुँदैन, पोर्चुगिज भाषामा चाहिँ गर्न गाह्रो हुन्छ होला भनेर जिज्ञासा व्यक्त गर्नु भएको थियो। गाह्रो केही छैन, एकदमै सजिलो छ। कारको लाइसेन्स निकाल्नु भएको छ भने गाह्रो केही छैन। म ट्रक ड्राइभर बन्छु भनेर तपाईले सोच गर्नु भएको छ भने कहीँ कतै आत्तिनु पर्दैन, एकदमै सजिलो छ। ड्राइभिङ इन्स्टिट्युटहरुले प्रेजेन्शियल पनि पढाउँछ र कतिपय इन्स्टिट्युटहरुले अनलाइनको व्यवस्था पनि छ। तपाईले अनलाइन बसेर घरमै बसेर पनि पढ्न सक्नुहुन्छ। त्यो अनलाइन पढ्नु भयो भने पनि 21 आवर्सको हुन्छ। प्रेजेन्शियल जानु भयो भने इन्स्टिट्युट अनुसार पर डे कति घण्टा क्लास हुन्छ त्यसमा डिपेन्ड हुन्छ। त्यसमा कस्तो खालको चाहिँ क्वेशन आउँछ त भनेर सोच्नु भएको छ भने एकदमै सजिलो छ। तपाईले कारको लाइसेन्स गर्नु भएको छ भने प्लस यसमा अलिकता मेकानिकलको कुराहरु र लोड अनलोडिङ, रोड सेक्युरिटी, जीपीएस को बारेमा छ। प्लस अल्कोहलको बारेमा त छँदैछ। अल्कोहलको बारेमा म एउटा यसको छुट्टै भिडियो गराउँछु। धेरैलाई जिज्ञासा हुन्छ कति खाँदासम्म कति पोइन्ट आउँछ भन्ने कुरा। यसको बारेमा अलि लामो एक्सप्लेनेसन चाहिन्छ, त्यसैले म एउटा त्यसको भिडियो पछि बनाउने छु। यो बाहेक मैले यो भन्दा पहिला बसको ड्राइभिङ लाइसेन्स निकाल्ने सन्दर्भमा पनि भनिसकेको छु। गो कन्डक्टर जुन चाहिँ फ्री वेबसाइट हो, आफ्नो प्र्याक्टिस गर्नको लागि त्यहाँ चाहिँ जान सक्नुहुन्छ। आफ्नो इमेल आइडी राखेर लगइन गर्न सक्नुहुन्छ। जम्मा 305 वटा क्वेशन मात्रै छ। गो कन्डक्टरमा जम्मा 305 वटा क्वेशन छ। त्यो 305 वटा क्वेशन तपाईले रिपिट गर्नुभयो भने त्यही भित्रबाट आउने हो। एकदमै सजिलो छ। मात्रै पोर्चुगिज भाषामा आउँछ, यो इंग्लिश भाषामा चाहिँ आउँदैन। यसको एक्जाम पनि आईएमटी सेन्टरबाट नै हुन्छ र यसमा 20 वटा क्वेशन सोध्छ र एन्सर टिक लगाउने हो। 18 वटा क्वेशन तपाईले मिलाउनु भयो भने तपाई पास हुनुहुन्छ। थ्योरी पास भइसकेपछि अब प्र्याक्टिकल कसरी गर्ने? जब थ्योरी पास भइसकेपछि ड्राइभिङ स्कुलमा जानुहुन्छ र तपाईको अनुकूल र टिचरको अनुकूल पाएर तपाईले डेटहरु बुक गर्नुहुन्छ। मिनिमम 16 वटा क्लास लिन पाउनुहुन्छ। त्यो 16 वटा क्लास सकाएर मैले स्योर हुन्छु र डेट लिन्छु भन्नु भन्दा 5-7 वटा क्लास लिइसकेपछि तपाईसँग 8-10 वटा क्लास बाँकी रहँदै डेट लिनुभयो भने टिचरले पनि तपाईलाई प्रायोरिटी लिस्टमा राख्छ। टिचरले पनि तपाईले त्यही हिसाबले सिकाउँछ र तपाईले पनि आफ्नो क्युरियोसिटी लेभल अलिक बढी बनाउनुहुन्छ र तपाईलाई फाइदा हुन्छ। अर्को कुरा के हो भन्नुहुन्छ भने एक्जाम डेट लिइसकेपछि धेरै साथीभाइहरुलाई मैले एक्जाम डेट लिए भनेर भन्नुभन्दा सीमित मान्छेहरुलाई अथवा कसैलाई पनि नबताउनु भयो भने किन बेटर हुन्छ भने तपाईलाई साथीभाइहरुको प्रेसर कम हुन्छ, पास गर्न सक्नुहुन्छ। यसमा केही गाह्रो छैन। एक्जाम डेट भएको दिन आधा घण्टा अगाडि तपाई आईएमटी अफिसमा पुग्नुहुन्छ। तपाईको सबै आफ्नो डकुमेन्टहरु लिएर जानुहुन्छ। डिस्प्लेमा मैले देखाएको छु, त्यो डिस्प्लेमा तपाईको नाम हुन्छ, तपाईको रुट हुन्छ, तपाईसँग कोसँगै टिचर जाने हो त्यो टिचरको नाम हुन्छ। त्यो नाम तपाईले हेर्नुहुन्छ र तपाई बाहिर यसरी अरु मान्छे जस्तै गरी बसेर कुर्नुहुन्छ र तपाई इन्स्ट्रक्टर आएर तपाईको नाम भनेको हुन्छ। त्यो नाम भनिसकेपछि त्यो इन्स्ट्रक्टरलाई फलो गर्दै तपाई जाने हो। गाडीको सिटमा बसिसकेपछि सिटको हाइट, पछाडीको मिरर, लेफ्ट साइड राइट साइडको मिररहरु आफूले देखिने गरी मिलाउन सक्नुहुन्छ।
त्यसपछि डैशबोर्डको बारेमा इन्स्ट्रक्टरले क्वेशन गर्न सक्छ। त्यसको बारेमा बताउन सक्नुभयो भने तपाईको कन्फिडेन्स लेभल अझै हाई हुन्छ। हामी सबैलाई थाहा छ एक्जाम हुने पब्लिक रोडमा हो, त्यहाँ अरु विभिन्न गाडीहरू हुन्छन्, हामी पनि त्यही बाटोमा हिँड्ने हो। आफू कता जाँदै हुनुहुन्छ इन्डिकेटर दिनु पर्यो, ट्राफिक लाइटलाई एकदमै ध्यान दिनु पर्यो, रोड सिग्नललाई चाहिँ एकदमै ध्यान दिनु पर्यो। यिनी कुराहरू ध्यान दिँदै धाँचेसँग अगाडि बढ्नुभयो भने कहीँ गाह्रो छैन, कन्फ्युजन कहीँ हुँदैन। टिचरले त फेल गराउने नियत हुँदैन, तपाईलाई पास गराउने नियत हुन्छ, बिगार्नु भएन। र अर्को कुरा पेडेस्ट्रियन को बिहेभियर एकदमै धेरै कन्फ्युजिङ हुन्छ, त्यसलाई अलि बढी ध्यान पुर्याउनु पर्ने हुन्छ। स्पिड गर्नुभयो भने ध्यान अगाडि मात्रै हुन्छ, दायाँ बायाँ ध्यान दिन सक्नुहुन्न। त्यो कारणले पेडेस्ट्रियनहरू अरु गाडीलाई देख्नुहुन्न वा सिग्नलहरू देख्नुहुन्न, गाडीको स्पिड एकदमै कम गर्नुपर्ने हुन्छ। अर्को मुख्य कुरा के हुन्छ भने बस चलाएर ट्रक चलाउन आउनु भएको छ भने यसमा समस्या हुँदैन। यदि तपाई कार चलाएर ट्रक चलाउँदै हुनुहुन्छ, ट्रक सिक्दै हुनुहुन्छ भने टर्निङ गर्ने बेलामा, राइट टर्न गर्ने बेलामा, लेफ्ट टर्न गर्ने बेलामा पासादेर अथवा साइड वाक टच हुने सम्भावना एकदमै बढी हुन्छ। त्यसमा अलि बढी केयरफुल हुनु होला। ट्रकमा सामान्यतः दुईटा मात्रै काम गराउँछ, एउटा मार्च आत्रास रिभर्स गर्ने र अर्को पार्किङ गर्ने हुन्छ। यो मैले बसको पनि भनिसकेको छु, बसको जस्तै सजिलो छ, ट्रकको केही गाह्रो छैन। नझुक्किनु होला, मैले यो ट्रकको भनेको सी क्याटेगोरीको मात्रै हो, सीमाइजी अथवा हामीले बुझ्दै गरेको लरीको बारेमा होइन। लरीको बारेमा मैले फेरि पछि भन्ने छु। यसरी तपाईले सबै प्रक्रिया पूरा गर्दै आउनुभयो भने तपाई एक्जाममा पास हुनुहुन्छ। पास भइसकेपछि आईएमटी लाई 30 युरो दिनुहुन्छ अनि तपाईको घरमा लाइसेन्स आउँछ। हेर्दै गर्नु होला, सुझाव सल्लाह दिँदै गर्नु होला, साथीभाइहरूलाई जोड्दै जानु होला। तपाईको दिन शुभ रहोस्। नमस्ते।